गाइस ल अब चाहिँ हामी घर जाने क्रममा है। यो चाहिँ हाम्रो बोका हाम्रो यो चाहिँ बियाड बोका है। अहिले 100% सिरोही बोका हो। यो चाहिँ चरिरहेको छ अनि अर्को माउहरू पनि छ। यो चाहिँ बोका हो है। यो चाहिँ 100% सिरोही बोका। अरू माउहरू चाहिँ यसरी चढ्ने क्रममा छ। अब घर जान लाग्यो बाख्राहरू। घाम पनि ताप्यो, टन्न खायो पनि, अगायो, फ्रेस पनि भयो। अब घर जाने क्रममा ठ्याक्कै अब 10 बज्न लागिसक्यो गाइस। हामी 7 बजे नै छुटेको। बिहान 3 घन्टा चाहिँ यिनीहरूलाई ब्रेकफास्ट गर्ने टाइम अनि घुम्ने खाने टाइम हो। यो चाहिँ लोकल माउ हाइट ह्याप्पीमा आइज बोके अनि अर्को माउहरू चाहिँ यहाँनिर छ। ल आइज ल घर ल ठडा यिनीहरू चाहिँ अब खाएर अगायो। अब घर जाने क्रममा छ सबैजना अब घर जाने क्रममा गाइस। तपाईँहरूलाई फेरि गोठाले नदेख्ला भन्दै गोठाले यता चाहिँ गोठाले च्याङ्बा पारा देख्नुभयो। यो चाहिँ गोठाले च्याङ्बा है। म चाहिँ फेरि बाख्रा आउँदै मन्जुश्री पशुपन्तता कृषि फार्मको बाख्राहरू यो चाहिँ गाइस है। ल यो चाहिँ चर्ने क्रममा हार्नु गाइसी आनन्दले चलिरहेछ। यो चाहिँ फेरि जङ्गल पनि होइन, यो चाहिँ हाम्रो खुदको जग्गा हो है। यो बाउको अंश मतलब बाउको सम्पत्ति हो। यो चाहिँ हामी 4 जना दाजु हो। 4 जना दाजु भएकै यो जग्गा छ। माइला कान्छालाई अनि साइलर जेठालाई तलबाट, माइला कान्छालाई माथिबाट है। यो चाहिँ हाम्रो 10-20 वर्ष जति भयो, 10-12 वर्ष जति होला बाँझो छ। अब हामीले कमाउनु पनि भ्याएको छैन है। अनि अहिले बाख्रा चराउँछौँ अनि अरूलाई नै घाँस काट्न दिएको छ। अनि यो स्याउलाहरू यसो काटेर चाहिँ यसरी राम्रो गराउनु दिएको छ गाइस। सो गाइस हेर्नुहोस् अब यो खालको भइरहेछ बाख्राहरू हाम्रो। यो बाख्रा अब चरेर अब घर जाने क्रममा बाख्रा चाहिँ हामीसँग जसोसुकै क्वालिटीमा छ। लोकलदेखि लिएर हाइब्रिड होइन, विभिन्न किसिमको चाहिँ जातको छ हामीसँग बाख्रा। थोरै भए पनि हाम्रो धेरै जातको छन्। जस्तै बोयर क्रसहरू छन्, त्यसपछि प्योर सिरोही बोका छन् हामीसँग। त्यसपछि लोकल खरी छन्। त्यसपछि हाम्रो यो तपाईँको यो ब्ल्याकमा छ, ब्ल्याक खरी लोकल होइन। अनि पुरा व्हाइटमा मात्रै छन्। अनि फेरि हामीसँग फेरि यो खरीको के भन्छ कानमा चाहिँ त्यो मुन्डुलु खालको पनि छ। अनि हाम्रो बोको चाहिँ यो खालको है। बोको चाहिँ देख्नुभयो तपाईँहरूले। आइज हिरो ल ओइ बोके आऊ लेम्पे ओइ केटा। ऊ चाहिँ अब खाने क्रम खानामा बिजी छ। यो चाहिँ हाम्रो बोको हो गाइस है। तपाईँहरू यो बोको क्रस गर्न चाहनुहुन्छ तपाईँको लोकल बाख्रासँग चाहिँ सम्पर्क गर्नु होला। सम्पर्क गर्नु सुपथ मूल्यमा तपाईँ क्रस गर्नुहोस्। हामीले जस्तो यस्तो धेरै पैसा तिरेर हालेर बोको किन्नुपर्ने जरुरत छैन। तपाईँहरू आउनुहोस्, क्रस गर्नुहोस् अनि यस्तै खालको बोको पाठीहरू निकाल्नुहोस्। अनि तपाईँहरूको पनि गाउँघरमा 1-2वटा बोको बाख्रा पाल्नुहोस्। अनि